काउली र आलुको सब्जी मिसाएर बनाउन गइरहेको छु। यो चाहिँ फ्रेस काउली देख्नुहुन्छ, यो चाहिँ आलु उसिनेको। यो जिरा यो चाहिँ हामीले मिक्सरमा पनि पिस्न सक्छौँ, तर मिक्सरमा पिसेको भन्दा सिलौटा पिसेको स्वादिलो बनाएको त्यस कारण म मसला पिस्न गइरहेको। हाम्रो काउली फ्राई हुँदैछ। आलु फ्राई गरेको यो मसला चाहिँ रेडी भइसक्यो। यो सब्जीमा हाल्न सक्छ। आलुको छोपको अचारको लागि काँक्रा ल्याएँ, काँक्रा काटेँ, यहाँ आलु मिक्स गरेँ, आफ्नै बारीबाट हरियो खोर्सानी टिपेर ल्याइयो अचारको लागि। सब्जीको लागि यसले चाहिँ सब्जीलाई स्वादिष्ट बनाउनमा चाहिँ म आलु कुट्नेको सब्जी बनाउन गइरहेको छु। जिरा राखेँ, जिरा एकछिन पुऱ्याउँदैछु। पुऱ्याएपछि मैले यो अघिको तेजपत्ता 2-4वटा तेजपत्ता राखेँ, जसले चाहिँ स्वाद बढाउन मद्दत पुऱ्याउँछ। पुरिसक्यो। अघि पिसेको यो चाहिँ मसला 1 चम्ची आदि हालेँ। टमाटर राख्ने मैले राखेँ। थोरै पानी राखेँ, एउटा पकाउनु पर्छ। ग्रेभी स्वाद आउँछ, त्यही भएर हाल्न गइरहेको छु। त्यसपछि अघि यो फ्राई गरेको आलु यसलाई राम्ररी चलाएर केही समयको लागि पाक्न दिनुपर्छ। यसो एउटा खाउनु भनेर काटेँ, खानु गएर फाइनल्ली अब यो चाहिँ पाकिसक्यो। अब यसलाई मैले ग्यास बन्द गरेर तेल हालेँ, जसमा थोरै मेथी फुराएँ। अब खुर्सानी काटेको खुर्सानी हाल्नु गइरहेको छु। काटेको कटिङ गरेको टमाटर पिरो अमिलो छिटो पड्किने। अघि बनाएको खानाहरू तयार भइसक्यो। अब हामी खानाको लागि तयार छौँ। आज चाहिँ हाम्रो भिन्दाले बनाउनु भएको सब्जी रोटी खाइँदैछ होइन। एकदम दामी मिठो बनाउनु भएको छ दाइले, धन्यवाद दाइ। खाइँदैछ। आज मैले बनाएको यो परिकार टेस्ट गर्दैछु। स्वादिष्ट यो अचार, यो काउलीको तरकारी, आलु काउलीको यो सेलरोटी। हजुर कस्तो लाग्यो? यो त कति दामी थियो। राम्रो छ भन्ने कुरा भइरहेको छ।